फट अरे चल चल अरे दर्शन अरे झर अरे ऐनाबाट ही साडी मोहरा पुरा हजुरको शुभ नाम के भयो? मेरो नाम क्यारेट सोनम झा। कति कक्षामा पढ्नुहुन्छ? म 12 कक्षामा। यो तपाईहरुको एनसीसी के हो? खास गरेर यसलाई कसरी बुझ्न सकिन्छ? एनसीसी यो एउटा नेपाल सरकारबाट सञ्चालन गरिएको तालिम हो जसमा नेपाली सेनाको मात्र नभई राष्ट्रको युवाहरूमा अनुशासन तथा नेतृत्व क्षमता वृद्धि गर्नु हो। तपाईहरुलाई यसबाट के फाइदाहरू हुन्छ? यसबाट अनुशासन सिकाउँछ, इमानदारी तथा वफादारी सिकाउँछ, राष्ट्रिय एकता सिकाउँछ, स्वयंसेवक दस्ताको उत्पादन गर्छ। यसमा कसको सहयोगमा तपाईहरुलाई यो सिकाइदछ? नेपाली सेनाको सहयोगबाट। तपाईको विद्यालयबाट कति जना विद्यार्थीहरू यसमा सहभागी भएको छ? 72, 36 सिनियरमा र 36 जुनियर। आजको कार्यक्रमको मुख्य उद्देश्य के रहेको छ तपाईहरुको? मुख्य उद्देश्य कि हामी राष्ट्रको युवाहरूलाई प्रेरणा दिन चाहदैछु कि बाल विवाह नगर्नु, चेली बेटी बेचबिखनमा नपर्नु, भनेको दहेज प्रथा बन्द गर्नु, भ्रष्टाचारी बन्द गर्नु, महिला हिंसा बन्द गर्नु भनेर। यसका लागि तपाईहरु कस्ता कस्ता कार्यक्रमहरू गरिराख्नु भएको छ? जस्तो कि दहेज बन्द गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु, कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी मान्छेहरूलाई अवेरनेस दिएर, भनेको नाटकहरू हेराएर, प्रोग्राम गराएर, जुलुस निस्काएर यस्तै। के नाम हो? अरुण कुमार खम। कति कक्षामा पढ्नुहुन्छ? कक्षा 11 मा। कुन विद्यालयमा? बुढकान्त विद्यालय सगरप्रान्ति। यो एनसीसी को कार्यक्रमको बाट तपाईहरुलाई के फाइदा हुन्छ त? एनसीसी को कार्यक्रमबाट युवाहरूलाई अनुशासित बनाउने, युवाहरूलाई स्वयंसेवकको दस्तावेज गर्ने, युवाहरूले नेतृत्व क्षमताको विकास गराउने। कति जना विद्यार्थीहरू त्यो विद्यालयमा सिक्दै? विद्यालयमा 32 जना छ, 36 जना सिनियर, 36 जना जुनियर। यो मेरो विद्यालयको यो एनसीसी को प्रोग्राम हो। यहाँ यो छिन्मस्ता मन्दिरमा यहाँ सरसफाइको कार्यक्रम छ। यो दहेज प्रथाहरूको बारेमा छ, बेटी बचाओ बेटी पढाओ को यस्तो नाराहरू छ। हामी यो भ्रष्टाचार उन्मूलन पारौँ यस्ता किसिमको नाराहरू गरेर हामी सगरपुराबाट यहाँ यो छिन्मस्तासम्म आएको छौँ। यहाँ यो 3-4वटा गाउँ हुँदै यो के भन्छ यो लौनिया, बेली, यो लखरम, यो हुँदै यो ललापट्टि हुँदै यहाँ यो हामी छिन्मस्तासम्म पुगेको छौँ। र यसबाट हामी यो जनतालाई समग्र गराउन चाहन्छौँ कि यो भ्रष्टाचारलाई जडैबाट उन्मूलन गरेर हटाइदिनुपर्छ। जबसम्म जडबाट उन्मूलन गर्दैन तबसम्म यहाँको विकास हुन सम्भव छैन। र यो जुन एनसीसी का जुन कार्यक्रम हुन्छ यसको वास्तविकता हो भने एनसीसी को मतलब हुन्छ नेशनल क्याडेट कर्प्स भनेको यो नेपाली सेनाले चलाएको कार्यक्रम हो। र यो सप्तरी जिल्लामा अहिले 2वटा स्कुलमा, एउटा गोवर्धन मावि फतेहपुरमा र एउटा उग्रकान्त मावि यो तिलाटी कोइलाडी 3 सगरपुरामा चलिआएको कार्यक्रम हो। यसपालि हाम्रोमा 2वटा परेको छ, जुनियर डिभिजन र सिनियर डिभिजन दुईटै परेको छ। जुनियर डिभिजनमा भने 36वटा, सिनियर डिभिजनमा पनि 36वटा। सिनियर डिभिजनको एउटा अहम भूमिका हुन्छ, उसको हात हतियार गोली जति हुन्छ सेनालाई दिनुपर्ने तालिमहरू सबै विद्यार्थीलाई दिएको हुन्छ।
यसबाट फाइदा के हुन्छ भने यसबाट सबभन्दा पहिले डिसिप्लिन ठुलो आउँछ। जबसम्म डिसिप्लिन हुँदैन मान्छेको लाइफ सक्सेस हुँदैन। यसमा डिसिप्लिन सबभन्दा ठुलो कुरा हो। सिकेको विद्यार्थी र नसिकेको विद्यार्थीमा धेरै अन्तर छ। भोलि आर्मीमा जानु पर्यो, आर्मीको त्यो उसमा के भन्छ अधिकृत लेभलहरूमा जानु पर्यो भने यो विद्यार्थीहरूले छिट्टै गएर त्यसमा लिन सकिन्छ, जागिर पनि खान सकिन्छ। यो मात्रै होइन कि नेपाली सेनाले तालिम दिएपछि यसलाई बन्दुकै बोक्ने त्यस्तो केही पनि हुँदैन। त्यसमा पनि धेरै किसिमको हुन्छ। त्यसमा पनि डक्टर बन्न सकिन्छ, त्यसमा पनि इन्जिनियर हुन्छ, ओभरसियर हुन्छ, मेसनरी काम, अनेक कामहरू हुन्छ। जुन कार्य जति अफिसहरूमा हुन्छ त्यसमा शिक्षाको काम हुन्छ, स्टोर किपरको काम हुन्छ, आइकम गरेर बिकम गरेर होइन सबै फ्याकल्टीको कामहरू हुन्छ। यो तालिमबाट यिनीहरू एउटा अधिकृत लेभलको तयारी हो। भोलि खोलिसकेपछि त्यसमा गएर भर्दाखेरि यिनीहरूलाई नै पहिले हुन्छ, यसका प्राथमिकता हुन्छ र सबभन्दा पहिले यसको के छ सबभन्दा जड जुन छ डिसिप्लिन एकदम मजबुत हुन्छ। यसबाट मेरो स्कुललाई एकदम राम्रो फाइदा छ र म भन्छु अरू स्कुलहरूमा यदि नेपाल सरकारले चलाइयो भने यो अनिवार्यतै गरिदिनुपर्छ। प्रत्येक स्कुलमा अनिवार्यतै गरिदिनुपर्छ यो एनसीसी कार्यक्रम। यसबाट झन् के हुन्छ फाइदा हुन्छ र यो देश पनि मजबुत हुन्छ र आफैमा निर्भर पनि हुनुहुन्छ। केटीहरूलाई त झन् यसमा इन्भल्भ गराइदिनुपर्छ। यो कारणले गर्दा कि केटीहरूले आफ्नो आत्मरक्षाको सम्मान गर्न सक्छ। भोलि उसलाई कसैले बलात्कारी गर्न खोज्यो भने उसले आफ्नो यस्ता किसिमको दिएको हुन्छ, खुकुरी डिरलु सिकाएको हुन्छ, टाइक्वान्डोहरू सिकाइएको हुन्छ। त्यो सबैबाट उसले के गर्छ आफ्नो आत्मरक्षाको लागि काम गर्न सकिन्छ। यो मलाई धेरै राम्रो लाग्छ। यो कार्यक्रम हुनु पनि जरुरी छ र म त यो नेपाल सरकारसँग नेपाली सेनासँग मेरो प्रत्येक साल यही विनम्र रहन्छ, कुनै स्कुलमा दिनु मलाई अनिवार्य दिनु। मेरो स्कुलको धेरै सुदृढ भएको छ। धन्यवाद।